हेलो नमस्ते हाम्रो यो मिनी भ्लगमा यहाँ सबैले वेलकम भन्न चाहन्छौँ। हामी आमा छोरा हामी तीनजना चाहिँ फुर्सदको समयमा काजम भनेर अल्मलाइरहेका थियौँ। ठ्याक्कै त्यो बेला हामीले याद आयो यो जर्सिङ पौवा हुँदै ठ्याक्कै बो गङ्गर गुम्बा अहिले एकदमै भाइरल गुम्बा यो बो गङ्गर गुम्बा जाने निर्णयको साथ हामी ठ्याक्कै जर्सिङ पौवा पुग्यौँ। त्यसपछि हामी भोटे चौरको बाटोतर्फ लाग्यौँ। सरर चिसो हावा है लिँदै यो गर्मी यामको चिसो हावा लिँदै आनन्दले यो रमाइलो हरियाली दृश्यहरू अवलोकन गर्दै हामी चाहिँ बाइकमा सरर अघि बढेको। ठ्याक्कै 5 मिनटपछि यो गेट भेट्यो है लेफ्ट साइडमा। यो लेफ्ट साइड हुँदै गएको ठ्याक्कै 3 मिनटमा गुम्बाको आँगनमा पुग्यौँ। तर के गर्नु साथी हो, हामी चाहिँ गुम्बामा पस्न पाएनौँ किनकि अहिले निर्माण चलिरहेको रहेछ। त्यस कारण चाहिँ यो गुम्बा चाहिँ हालको लागि चाहिँ बन्द रहेको छ है। तपाईँहरू पनि पुग्नु भने यो कुरालाई ख्याल गर्नु होला। अहिले चाहिँ यो गुम्बा बन्द छ है साथीहरू, दुःख नगर्नु होला। त्यसपछि हामी फनक्क फर्केर छोराको स्विमिङ खेल्ने रहरलाई पुरा गर्नको लागि चाहिँ साखुवा रिसोर्ट आयो। साखुवा रिसोर्ट आइसकेपछि छोरालाई चाहिँ मजाले स्विमिङ खेलायौँ। छोरालाई भयो छोरा पुग्यो भन्दा पनि होइन अझै खेल्ने भनेर मजाले खेल्यो है, उसको रहर पनि पुग्यो होला सायद। त्यसपछि हामी चाहिँ यहाँ हातमा चढ्यौँ, मजाले भिडियो बनायौँ है, टिकटक बनायो। आमा छोराको लगायत हामी तिनैजनाको बनायौँ। त्यतिले मात्रै नपुगेर फेरि बगैँचातिर गयौँ। बगैँचातिरको पनि मजाले टिकटक भिडियो बनायो है। मजाले दुवैजनाको मस्त आनन्दले चाहिँ भिडियो बनायौँ। त्यसपछि हामी कहाँ पुग्यो, चाँगु नारायण पनि हामी मजाले घुम्ने प्लान बनायौँ। त्यसपछि हामी ठ्याक्कै गएको ठ्याक्कै अङ्कलको ह्यान्डिक्राफ्ट पसलमा पुग्यौँ। तर अङ्कलहरू चाहिँ भेट्न पाएन है। रमाइलो छ ह्यान्डिक्राफ्टहरू चाहिँ मजाले घुम्यौँ। आमा छोरा तीनजना मजाले चाँगु नारायण घुम्यौँ। त्यसको फेरि 2 मिनटमै फेरि गाउँले बाजेको पसल भेट्यो। बाजेको पसलमा मजाले गफ गऱ्यौँ, ह्यान्डिक्राफ्टको भिडियो खिच्यौँ। मस्तले गफ गरेको ठ्याक्कै त्यसकै अगाडि फेरि अलि माथि जाँदा एउटा विदेशी केटी चाहिँ मजाले थाङ्गा आर्ट गर्दै हुनुहुँदो रहेछ। हेर्नुहोस् त उहाँको कला, विशेष गरी थाङ्गा आर्टमा विदेशीहरू पनि आकर्षण बढ्दो छ है। ठ्याक्कै त्यसपछि हामी सरर मजाले छिरेको चाँगु नारायण मन्दिर देख्यौँ है। वाउ भन्यौँ, रमाइलो गऱ्यौँ, ट्याक्क हामी पनि घुम्यौँ। फेरि आमा छोरा यहाँ चाहिँ घन्टी हल्लाउँदैछ है मजाले छोराले चाहिँ है। त्यसपछि हामी चाँगु नारायण घुम्यौँ। यसरी चाहिँ हामीले मजाले है आफ्नो फुर्सदको समय चाहिँ बितायौँ साथीहरू। यहाँहरू सबैले थ्याङ्क यू सो मच।